ल साथीहरू, तपाईहरु चाहिँ आफ्नो पान नम्बरको ट्याक्स क्लियरेन्स गर्न चाहनुहुन्छ भने तपाईहरु गुगलमा जाने, गुगलमा गएर यसरी आन्तरिक राजस्व विभागमा जान सक्नुहुन्छ, अथवा यहाँ तल तपाईले डाइरेक्ट ट्याक्स पेयर पोर्टल भन्ने ठाउँमा तपाईले क्लिक गर्नु भने सिधै तपाई पोर्टलमा पुग्न सक्नुहुन्छ। यसरी तपाई डाइरेक्ट पुगिसक्नु भएको छ। यो सर्च गर्दाखेरि यसरी ट्याक्स क्लियर पोर्टल भन्ने ठाउँमा जान्छ। यो गइसकेपछि अथवा यताबाट तपाईलाई अप्ठ्यारो भयो भने उताबाट पनि जान सकिन्छ। जस्तै यो भयो ट्याक्स पोर्टल, डाइरेक्टमा हामीले जम्प गरेका थियौं, तर यहाँ आन्तरिक राजस्व विभागमा गएर तपाईले यसो गर्नुस्। अनि यहाँ गइसकेपछि तपाईको कर पोर्टल भन्छ, करदाता पोर्टलमा तल जानुस्। यहाँ गएर करदाता पोर्टलमा क्लिक गर्नुस्। क्लिक गरेपछि तपाईको पोर्टल लगइन पोर्टलमा आइपुग्छ यो इन्टरफेसमा यसरी। अनि सर्वप्रथम त तपाईको अब यहाँ तपाईले वर्षैपछि कर आफैले चुक्ता गर्नुहुन्छ भने पहिला इन्कम ट्याक्समा गएर यहाँ D01 रिटर्न इन्ट्री भन्ने छ नि, यहाँ तपाई जानुपर्छ। यहाँ तपाई गएर तपाईको पान नम्बर, तपाईको खाताहरु सबै यहाँ लाउन सक्नुहुन्छ। यतापट्टि यहाँ खाता लाएर तपाईले लगइन गर्नुस्। लगइन गरिसकेपछि त्यसपछि तपाई फर्केर कहाँ जानुस् भने यो जेनेरलमा जानुस्। जेनेरलमा गएपछि यसलाई तल गएर यो ट्याक्स पेयरमा जानुस्। ट्याक्स पेयरमा गएपछि यहाँ तपाईले आफ्नो सबै कुरा यहाँ लगइन गर्न सक्नुहुन्छ। म लगइन गर्छु। यसो गर्ने अनि क्याप्चा पनि राख्ने। क्याप्चा तपाईको 7B कता छ B S X छ मेरो यो क्याप्चा। म लगइन गर्छु। लगइन गरिसकेपछि तपाईको यस्तो इन्टरफेस खुल्छ। खुलेपछि तपाईले वर्षमा एकचोटी केवाइटी फर्म भर्नुपर्ने हुन्छ। केवाइटी फर्म भरिसकेपछि तपाई ट्याक्स क्लियरेन्समा जानुस्। ट्याक्स क्लियरेन्समा गएपछि तपाईको कुन वर्ष को क्लियरेन्स गरिसक्नु भएको छ उताबाट तपाईले पेमेन्ट गरिसक्नु पर्ने हुन्छ। अघि नै भने मैले यो इन्कम ट्याक्समा गएर तपाईले त्यसमा लगइन गर्नुपर्ने हुन्छ। यसो गरेर यहाँ लगइन गर्नुपर्ने हुन्छ हैन। यहाँ लगइन गरिसकेपछि इन्टर हुन्छ। त्यहाँदेखि पेमेन्ट गर्ने क्युआर गर्ने ठाउँहरु देखाउँछ। क्युआर गरिसकेपछि तपाई त्यहाँ तपाईले चाहिँ त्यो तपाईको इन्कम ट्याक्स चाहिँ 8 लाख हुनुपर्छ, 10 लाख भन्दा मुनि। र 8 लाख तपाईको इन्कम छ भने तपाईले 6 लाख रुपैयाँ चाहिँ त्यसको मुनि भनेर तपाईले लेख्नुपर्ने हुन्छ है त। ल अब अघि मैले यहाँ कहाँ जाउँ भनेको थिएँ। अब तपाईले प्रिन्ट आउट गर्नु पर्यो भने ट्याक्स क्लियरेन्सको प्रिन्ट आउट गर्नको लागि त्यहाँ जानुस्। त्यसपछि कुन वर्षको भनेर यहाँ छानौट गर्नु पाइन्छ। तपाईले यहाँ गर्नुस् अनि प्रिन्ट गर्नुस्। प्रिन्टमा तपाईको अफिसमा यहाँ भइसकेको छैन, अफिसमा भइसकेको छैन, त्यही भएर एकछिन पर्खेपछि तपाईको ट्याक्स क्लियरेन्स गरेको सर्टिफिकेट तपाईले प्राप्त गर्न सक्नुहुन्छ। मैले त्यहाँ भन्दा उताको सर्टिफिकेट हेर्न पर्यो भने यसो गर्ने यसरी आउँछ। त्यो चाहिँ क्लियरेन्स गरेको चाहिँ यसरी आउँछ। तपाईको क्लियरेन्स क्लियर भइसक्यो देखाएको चाहिँ यसरी आउँछ। यति यति तिरेको छ, यति यति कारोबार छ भनेर देखाउँछ। तर अब तपाईले यहाँ यो अहिले भर्खरै मात्रै मैले तिरेको कारणले गर्दा यहाँ आउँदैन। भरै अथवा भोलितिर केही समयपछि यहाँ आउनेछ क्लियर गरेको भनेर सर्टिफिकेट आउँछ। यो सर्टिफिकेट डाउनलोड गरेर तपाईले कुनै ठाउँमा एप्लाई गर्नुपर्ने हुन्छ जहाँ चाहिँ क्लियर चाहिएको छ।